गाजल चाम जान लाग्यो देउली गर्ने ठाउँतिर। यता चाहिँ भान्जाल दाउरा बोकिरहेको थियो, यता पनि भान्जाल दाउरा बोकिरहेको थिएँ। मैले चाहिँ तालु बोकिरहेको छु। हामी चाहिँ देउली गर्ने ठाउँतिर पनि लाग्यो। यो टोली चाहिँ के को टोली हो भन्नुहुन्छ होला, यो चाहिँ देउलीको टोली हो। यता चाहिँ आफ्नो बोका अनि आफ्नो भाँडकुँडा बोकेर हिँड्दा हुनुहुन्थ्यो। बाटो चाहिँ चिप्लो चिप्लो रहेछ। फाइनली हामी चाहिँ देउली गर्ने ठाउँमा पनि आइयो। अनि यता चाहिँ यो ठाउँ चाहिँ भिरालो ठाउँमा रहेछ कि। अनि यो ठुलो रुख चाहिँ के को भन्नुहुन्छ होला, यो चाहिँ थाहा भयो। अनि यता चाहिँ रोटी बनाउँदै हुनुहुन्थ्यो, देउलीमा चढाउन पर्यो नि त, त्यही भएर यता चाहिँ सरसामानहरू मिलाउँदै हुनुहुन्थ्यो देउलीको लागि। फाइनली बोका काट्ने समय पनि आयो। अनि बोकालाई बनाउँदै झ्याम्की झ्याम झ्याम्की झ्याम एक एक गरी सबैलाई छ्याकी छ्याक एकैचोटमा काट्न थाल्नुभयो। घरमा आएर बोकालाई चाहिँ पिस पिस पनि पारिसकियो। अनि बोकाका भित्री भाग लिएर पिस पिस पारेर काट्न थाल्यो। अनि काटी पनि सकियो। फाइनली मासु पनि पाक्यो। अनि हामीले चाहिँ मासुलाई उतारियो अनि मामालाई दियो। अनि कोठामा आएर कोक पनि बाँध्न थालियो। कोक बाँडेर सबैजना टेस्ट गर्दै कोक पनि खान थालियो। मासु र कोक खाइयो। जे सबैजनाले मिठो छ भन्दै थियो। आजको लागि त्यस्तो भयो।